हेलो एन्ड गुड मर्निङ गाइज होइन तपाईँले उठेर त बत्ती सत्ती बन्द गरेर अनि म चाहिँ भैँसीलाई खोलिदिन लाग्यो। रसिक भाइ पनि उठिसक्यो। रसिक भाइ चाहिँ यहाँ छ। के छ भाइ, सुताइ कस्तो भयो? मच्छर लागेन नि? मच्छरहरू चाहिँ लाग्दैन यहाँ, तर सुताइ चाहिँ ढिलो हुन्छ। खोलिदिनुपर्छ गाइस होइन। यो खोली चाहिँ छ होइन। कुकुरलाई चाहिँ उता पछाडि बाँधिदिएको छु। अनि टक्कै पानी पनि लगाइसक्यो। त्यसमा पानी लगा भन्दै हुन्थ्यो सुनतान गरेर दुःखसँगले। यतिकै पानी आउन पनि पो थालेछ होइन। यसरी सफा गर्नुपर्छ यहाँ होइन। ल पानी लाग्छ अब। चाहिँ हो टक्क यहाँबाट सत्य जान्छ होइन। सर लगाएर खेतमा जान्छ। घर गएर चाहिँ त्यो आन्टीलाई मागेर टिन पनि लगाएको। अब यहाँनिर ठप्प गएर टिन लगाइदिनु भन्छ। जाँदै रहेछ पानी। ठिक छ, गर्मी भइसक्यो लास्ट। बिहान 7 बजिसक्यो, 7 बज्दैछ। यस्तो गर्मी हुन्छ, यस्तो गर्मी हुन्छ। आकाशमा पागल हुन लागिसक्यो म गर्मीले। काम फेरि यस्तो हुन्छ कि सबैलाई हुन्छ काम। अनि गोबर पनि तान्नु अनि यस्तो बेला हुन्छ काम। गर्मी त भन्नु पाइँदैन। लगायत खोलेको आएर मैले चाहिँ टक्क पानी पनि ठिक पारेँ होइन। यहाँ छ यसमा के हालेको छ भने नि तपाईँलाई देखाउँछु होइन। यो डक्सिन यो दबाई हालेको एउटा होइन।
अनि अर्को भनेको यो म्याक्सको चाहिँ ग्लुकोज हो, यति हाले अहिलेलाई होइन। अनि यो जुन युनियन अरू यो चाहिँ यो चारोमा मिसाएर खाने हो होइन। चारोमा पनि हालिसकेको छ मैले, चारो पनि टक्क अब त्यो भाँडामा अलिक कस्तो भयो भने उयसमा हालिदिइसकेको थियो, ठुलो पानी खाने भाँडाको पछाडिको भागमा होइन। खाँदैछ त्यहाँ खाँदैछ। फेरि यस्तै अब कन्टिन्यू गर्दै जानेछु होइन, अपडेट पनि दिँदै जानेछु। अहिलेसम्म चाहिँ सबै फ्रेस छ होइन, केही भएको छैन। टक्क भयो यसलाई चाहिँ म होइन त्यो पानी राखिहाल्छु गाइस। गाइस अब पानी राख्ने बेला भयो। यो चाहिँ हिजो बेलुकाको पानी हो, धेर भएको, त्यही भएर आज चाहिँ लिमिटेड हालिदिँदैछु म होइन। त्यही हो गाइस। गाइस होइन मैले चाहिँ टक्क गरिदिइसकेँ। बाहिर निस्किन्छ, चारो पानी भइसक्यो। मेरो भैँसीलाई खोले पानी पनि भइसक्यो, बस्ने अहिले खाना जाने। त्यही भएर सबै जल्ला फ्रेसै छन्। अब त्यसरी बस्न चाहिँ दिनु हुँदैन, एकमाथि अर्को अर्कोमाथि अर्को चढेर अब गुम्सिन्छन् त अनि सास फेर्न गाह्रो हुन्छ नि, त्यसैले मर्ने हो। त्यो चाहिँ हटाइदिइसकेँ मैले। अब यहाँ ख्याङ ख्याङ खुङखुङ गर्दै बस्ने हो होइन, त्यही हो। यस्तो छ गाइस होइन। अहिले चाहिँ म चाहिँ काट्नु जाँदैछु, मम्मीले काट्नु भएको छ नि त टक्क होइन।
कस्तो घाम लागेको छ, गर्मी कस्तो छ, पानी पनि पर्दैन होइन। अल्छी लाग्यो लगाइदिने काम गर्ने मनै लाग्दैन। यस्तो गर्मीमा पनि चल्ला चाहिँ छिराछ, त्यस्तो उयो भएको छैन। यो रेगुलरली भिडियो आउँछ अब चाहिँ त्यही हो। घाँस चाहिँ बोकेर आइसकेँ मैले। छोरै पनि रहेछ, अब नाम्लो पनि कसरी लगाइदिएँ मैले कसरी लगाइदिनु पऱ्यो। चिप्लेर कहाँ पुगिसकेँ, कसरी घर पुऱ्याउनु र भएन। आलीको बाटो छ यस्तो गाइस। ल गाइज म अब घाँस पुऱ्याएर देखाउँछु ल। चाहिँ टक्क घाँस लिएर आएँ अनि टक्क काम गर्नु थालेँ क्या। टक्क यो लगाएँ। अघि चाहिँ हिजो चाहिँ यहाँसम्म थियो होइन, अनि मैले त्यहाँ आन्टीलाई टिन मागेर 3टा टिन मागेर यति लगाएँ यसरी होइन। अब यति गरेपछि चाहिँ यहाँ पानी पर्दैन यहाँनिर। अरू बेला चाहिँ यहाँसम्म थियो, यहाँसम्म पर्दैन थियो पानी भने अहिले यहाँ यति लागिसक्यो। हल्का दुलो परेको छ, केही छैन। तर घरिघरि टाउको ठोकिन्छ। 3जनाको टाउको ठोकिसक्यो, एउटा मेरो, एउटा रसिक भाइको, एउटा अर्को भाइको होइन। त्यो भाइले चाहिँ मकै पिस्न लिएर आएको थियो। अब एकछिनबाट मकै पनि पिस्टिनु पर्ने। कुकुर पनि उ त्यहाँ बसिरहेको नेउरी रुँगिरहेछ होइन। अब अहिले भरे बेलुका टक्क मासु भात खान्छ यसले होइन। अनि अरू कुखुरालाई चारो हाल्दै यता त्यता गरेँ। अनि लास्ट गर्मी छ क्या, यस्तो गर्मी होइन, म खप्नै नसकेर अब भेस्ट खोलेर, भेस्ट पुरै ल्याप्टै भिजेको थियो क्या। भेस्टलाई सुकाएर अनि म सुतेँ एकछिन, म फोन चलाएँ, गेम खेलेँ, के गरेँ होइन। अनि भैँसीलाई पनि टक्क खोले पानी गरिसकेर बसिरहेको छु। अब पालो भनेको त्यो कुटी काट्ने होइन। सुटी काटेर अहिले चाहिँ 5 साढे 5 जति भइसक्यो। सुटी काट्छु, त्यता गर्छु होइन। त्यही हो। अब अघि चाहिँ न्याउरी मुसा आएको थियो परबाट होइन। न्याउरी मुसा चाहिँ आइरहेको छ। अमला पनि फलिरहेको रहेछ यहाँ। अमला पनि छ नि यार, अमला पनि कस्तो दामी अमला छ। अस्ति मैले खाएको अमला चाहिँ त्यही हो होइन। अलिकति क्लिप काटिएछ, केही भएन, ठिक छ। अरू भन्दा नि यो फोन समात्दाखेरि चाहिँ हात दुख्छ क्या। एउटा सेल्फी स्टिक न त ट्राइपोड हुन्छ नि अर्को, त्यो किन्नुपर्ने छ क्या। यसरी जान्छु नि म, ठिक्क टाउको ठोकिन्छ क्या। हेर्नु ल, निहुरेर अब यही हो गाई छैन। अब म कुटी काट्न बस्छु। मन पर्यो भने लाइक गरिदिनु होइन। यति लामो धेरै लामो हुन्छ। युट्युबमा हाल्दा पनि अलिकति सब्सक्राइबर छैन होइन। युट्युबमा गएर दिपेशको गोड सर्च गर्नु, त्यसमा अब 100 सब्सक्राइबर पुग्यो भने म यता टिकटक र युट्युब दुइटैमा हाल्छु होइन। अब युट्युबमा त खासै भ्युअर्स पनि हुँदैन। अब खास चाहिँ हाम्रो नयाँ युजर भएर होला, खासै पर्फर्मेन्स गर्न पनि अलिकति अप्ठ्यारै हुन्छ। कसैले हेर्दैन पनि, भ्युज पनि आउँदैन होइन, लाइक पनि आउँदैन। त्यसैले अहिले चाहिँ म टिकटकमै हाल्दैछु। पछि युट्युबमा हाल्नु न, युट्युबमा हाल्नु भन्नुहुन्छ भने युट्युबमा पनि हाल्छु म। यस्तै हो, माया देखाइदिनु होला, लाइक गरिदिनु होला, सेयर गरिदिनु होला है। सेयर गरेर धेरै अब भ्युज लाइक आओस् यही भन्छु म। तपाईँहरूको मायाले नै गर्दा हुन्छ सबै थोक। अब चल्ला कस्तो छ भन्नुहुन्छ भने ठिकै छ होइन। दबाई पानी अब आज भर्खर 2 दिन हुँदैछ रेगुलर। अब मेरो भ्लग नआए पनि कोही बेला कहाँ जानु पर्यो मेरो भ्लग भने चल्लाको भ्लग चाहिँ आइरहन्छ
यही हो कोही बेला अब इमर्जेन्सीमा भ्लग बनाउन पाइनँ भने म अब त्यही हुन्छ होइन नत्र म डेली नै हाल्न थाल्छु आजको लागि यति नै भन्दै भ्लग यहीँ इन्ड हुन्छ गाइज होइन थ्याङ्क यू सो मच फर वाचिङ भिडियो बाई बाई गाइज